ल अहिले हामी चाहिँ यो बुढा नीलकण्ठ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निवासमा छौँ। प्लस हामी साथीहरू छौँ। यहाँको वस्तुस्थिति ल यहाँ घरको एउटा गलिएको छ। यहाँ साथीहरू के खोज्दै हुनुहुन्छ? बास्केटबल ठाउँ छ यतापट्टिको यो निवासमा। अनि ए ल्यान्ड क्रुजर अर्को यो दुईटा छ। अनि त्यसपछि चाहिँ नि अस्ति यहाँबाट चाहिँ ओह्रालेको थियो क्या जस्तो लाग्थ्यो। यहाँबाट ओह्रालेको थियो अस्तिको त देख्नुहुन्छ यता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा। अहिले चाहिँ एउटा भग्नावशेष मात्र रहेको छ बाँकी। अनि के छ त्यहाँ सरसफाइ गर्ने टोली हो कि के गर्ने टोली आइराखे त? ए ल यस्तोको हालत घरको त पुरै जिरोमा छ त। घरको हालत एउटा चाहिँ रहेको छ। थुप्रै जना आउनु भएको छ, हजारौँ सयौँको सङ्ख्यामा हुनुहुन्छ साथीहरू। यहाँ खै के खोज्दै हुनुहुन्छ? हामी पनि त्यहाँभित्र जाँदैछौँ। अनि के बालुवाहरू झिकेको छ त यहाँ? के हेरिरहेको? हालत घरको हालत यस्तो छ। यो यहाँ पैसा राखेको थियो। पुरै खोजिराख्नु भएको छ है। के छ यता पूजा कोठा छ, एसीहरू पनि छ। सबै सामानहरू निकालिसकेको अवस्था छ। यहाँ हामी देख्न सक्छौँ। यहाँ पुरै सिसाहरू छ। किचन रहेछ के अरे मान्छेले कति निकालिसक्यो। के रहेछ यहाँभित्र? पैसा यहाँ रहेछ राखेको। साबेलहरू ल्याएर यहाँ चाहिँ यहाँ भिआइपीहरूको खोजिराख्नु भएको छ साथीहरूले सबै। यतातिर पनि रहेछ। ओह यहाँको भग्नावशेष हेर्नुहोस्। यो के भन्छ जपनिजले बनाइदिएको रहेछ क्या बिल्डिङ भित्रको। त्यसपछि बाहिर चाहिँ के राखेको रहेछ हेर्नुहोस् त। योहरू ओहो यहाँ साथीहरू खोज्दै हुनुहुन्छ थुप्रैजना। हो र यो सिसाहरू राखेको रहेछ। के थियो यहाँ? पैसा थियो कि रक्सीहरू? खै यहाँ चाहिँ ब्रान्डेडहरू छ, सिसाहरू छ देखिएको। अनि ल यताहरू छ। यहाँ साथीहरू थुप्रैजना छन् है। ए माथिको तलामा चाहिँ नि ल यहाँभित्र पनि छ। उफ यो टोयलेट रहेछ के है। जसबाट चाहिँ पुरै सबैजना कतिजना ल पैसा
पैसा यता राखेको रहेछ ल हेर्नुहोस् त यहाँ पैसा जलेर यो पैसा जलेको है पैसा जलेको सुनहरू यहाँ पुरै खोजिएको छ है पैसा जलेको यतापट्टि छ के गर्नु भयो हजुर यहाँको वस्तुस्थितिबारे चाहिँ रिपोर्टिङको लागि सिसाहरू छ लिसहरूमा यो चाहिँ के रुम रहेछ खास वास्तवमा सबैजना के भाइ के खोजिराख्नु भएको ओ गुड 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 ओहो ल पैसाको यहाँ रहेछ ल हेर्नुहोस् है अझ पनि पैसाको टुक्रा 1000 लेखेको छ होइन ल यहाँ छ डलर ए होइन यो पनि 1000 रुपियाँ रहेछ है पैसा चाँदीको टुक्राहरू यहाँ हजारहरू ओहो पैसाहरू यता छन् है ए ल हेर्नुहोस् त पैसा यहाँ साथीहरूले पैसा हेरिराख्नु भएको छ यहाँ ल हेर्नुहोस् 500 यता निस्क्यो फेरि ल हेर्नुहोस् त यहाँ पैसा हेर्नुहोस् त यहाँ ल हेर्नुहोस् पैसाहरू यहाँभित्र यो पैसा राख्ने ठाउँ रहेछ होइन यो यहाँसम्म छ ल पैसा 1000 राख्ने पैसा राख्ने गोदामभित्र छौँ अहिले हामी है हाम्रो नेपाली नागरिक सभापति शेरबहादुर देवाजीको यहाँ साथीहरूले पैसा भेटिराख्नु भएको छ थुप्रैजना आउनु भएको रहेछ ल हेर्नुहोस् त जति छन् पैसा जति त सबै यतै रहेछ पैसा भन्ने कुरा ल हेर्नुहोस् यो पैसाको सबै पैसाको थुप्रो जति पनि जलेको छ पैसा जलेको होला है सबै हेर्नु त पैसाहरू सानो टुक्राहरू हेर्नुहोस् यो हेर्नु पैसा यार 500 सुरुङमा भेटाइसक्यो होइन पैसा मात्र मैले यो पैसाको बारेमा चाहिँ यसो रिपोर्टिङ गरौँ भनेको ल हेर्नुहोस् पैसाको टुक्राहरू गाइज आदरणीय दाजुभाइ दिदीबहिनीहरू जसको भाग्यमा छ ल हेर्नुहोस् पैसा भनेको यस्तो टुक्रा मात्रै छ है भन्न अवश्य पैसाहरूको चाहिँ अब हामीले चाहिँ त्यही देख्छौँ अब यहाँ बाहिर 1000 भन्दा त तलको नोटै देखिँदैन त यहाँ जलेको पनि गरेको रहेछ थुप्रै छन् साथीहरूले सबै चाहिँ एक लट चाहिँ खोतालिसकेको होला सबैले है अब यो ल साथीहरू सबैजना खोजिराख्नु भएको छ ल भाग्यमा छ भन्दा यत्रो भेटिहाल्छ नि सुनको डल्लो ओहो एउटा 50 को पनि रहेछ बिचरा है 50 कै हुनुपर्ने पैसा राख्ने लकरहरू ओहो यहाँबाट झिकेर चाहिँ फालेको कि यो सँगसँगै जलाइसकेपछि निकालेको ए पैसा राख्ने बङ्कर पो यस्तो रहेछ भित्र यो सबै पैसाको खरानी हो यो पैसाको बङ्कर अन्डरग्राउन्ड यत्रो बङ्कर रहेछ हो यो पैसा जलेको बङ्करहरू बाहिरको जल्यो होला भित्रको चाहिँ निकाल्यो खरानी निकालेर फाल्दाखेरिको स्थिति हो यो ल हेर्नु यहाँ 1000 ओ यता पनि छ पैसा 1000 ल हेर्नुहोस् है रुपैयाँ 1000 1000 डलर यहाँ 1000 छ यसको नम्बर चाहिँ देखिएको छैन है यो नम्बर अब भाग्यमा सिसा छ यो डलरहरू चाहिँ देखिएको छैन अहिलेसम्म हामीले अहिलेसम्म देखेकोमा पैसाहरू जति पनि हेरौँ त
यो सबै यहाँको चाहिँ खरानी पैसाको खरानी हो ल हेर्नुहोस् पैसा डढेको खरानी यहाँ हेर्नुहोस् पैसाहरू त यहाँ 500 देखिएको छ तपाईँ देखिराख्नु भएको छ 500 टुक्रा यति मात्रै हो है कति सबै जति पनि देखिराख्नु भएको छ पैसाको टुक्राहरू सबै पैसाको टुक्रा जता छ यो पैसाको टुक्रा छ जता छ यो पैसाको टुक्रा जता छ यो पैसाको टुक्रा छ प्लस अब यतातिरहरू पनि पैसाको टुक्राहरू देखिन्छ ल यहाँ पनि पैसाको टुक्राहरू छ ल अब यो तल चाहिँ पैसाको नै पैसाहरूको जम्मा गरिएको रहेछ पैसा तपाईँले कति भेट्नुभयो डलरहरू भेटेन ल मैले चाहिँ एउटा भेटेँ यहाँ एउटा नम्बर छ 1000 रुपियाँको नम्बर छ यो ल है यो चाहिँ रुपैयाँ 1000 हो है यसै गरी यहाँ जति जे समाते पनि पैसाको टुक्राहरू मात्रै देखिन्छ पैसा जति जे समात्नुहोस् भुइँबाट पैसा तर टुक्रा मात्रै के अब एउटा टुक्रो भए पनि पैसाको टुक्रो भए पनि यो एउटा इतिहास हो के एउटा पैसाको सानो टुक्रो पनि इतिहास हो यो अब त्यो भन्दा टुक्राका त यहाँ भित्ताभरि सुन छ सबै यो सुनकै तर एउटा ल केटा ल हेर्नुहोस् पैसा जति जे चलाए पनि पैसा देखिन्छ ल हेर्नुहोस् जति भयो नि पैसा देखिरहेको छ है यो पैसा हो ए हस् तपाईँको हामी यहाँ खोतालेर हेर्दैछौँ पैसा कति होला देखिन्छ भनेर ल पैसा तर यो भ्रष्टाचारीहरूको ल हेर्नुहोस् पैसा मात्रै देखिन्छ यहाँ चाहिँ जो पैसाले भरिएको रहेछ ल हेर्नुहोस् है पैसा हेर्नुहोस् पैसा मात्र म एउटा सानो ठाउँमा यत्रो ठाउँमा थुपारेर हेरेँ पैसा काम गर्नुभन्दा दिनभरि ल हेर्नुहोस् 500 अब नहेरौँ होला हजुर मजाले पैसाको यहीँ पैसाको ऊ नै ठाउँ नै यही रहेछ कि 1000 र 500 ल यो 1000 यो 500 सुन र चाँदीको भण्डार अनि पैसाको भण्डार रहेछ सुन चाँदी सबै राख्ने ऊ नै यही रहेछ कि यो भरि जति पनि यो खरानी छ पैसाको खरानी यतापट्टि लकर हेरौँ त यो लकरहरू 3-4 वटा लकर छ यो भरि चाहिँ पैसा र सुन र पैसा राख्ने लकरहरू रहेछ कि ल गाइज धन्यवाद अब यति नै हो हामी चाहिँ अब बाहिर निस्क्यौँ होला यहाँको वस्तुस्थितिबारे हेरि सक्नु छैन यो त पैसा राख्ने यतै हो नि अब के गर्ने पैसा छ त्यहाँ यो किचन कोठा होइन यो पनि यो डकुमेन्ट कोठा पेपरहरू जलाएर राख्नु भएको नि त्यहाँ डकुमेन्ट कोठा अनि यता चाहिँ नि के छ ल अब हामी यहाँबाट बाहिर निस्क्यौँ हेर्नुहोस् यहाँको वस्तुस्थिति हेर
केटाहरू माथि नै छ ल यहाँ सबैजना फेरि खोजिराख्नु भएको छ तर घर त सबै जलिसकेको रहेछ केही छैन है ल गाइज बाई बाई अब हामी पनि यहाँबाट निस्किन्छौँ हेर्नुहोस् अब यहाँ पुरै खोज्दा खोज्दै भित्र लास्टै स्थितिमा छ पुरै यहाँको ट्याङ्कीहरू पनि सेफ्टी ट्याङ्की सहित खोलेर हेरिसकेको रहेछ है मान्छे त सबैजना बाटो हुन्छन् अहिले अस्ति चाहिँ हेलिकप्टरबाट यहाँबाट चढाएको हो के अरे होइन यहाँ कि उताबाट हो ल शेरबहादुर देउवा निवास